हेलो आइम ब्याक धेरै दिनपछि नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल अनि म चाहिँ नयाँ भिडियो लिएर आइसकेको छु अनि थम्बनेल देखेर थाहा पाइसक्नुभयो होला भिडियो के को बारेमा हो भनेर अनि त्यो चाहिँ एउटा डेजर्ट हो हैन मैले चाहिँ फेसबुकमा देखेर चाहिँ मैले लेट्स ट्राई गरौँ न त घरमा भनेर चाहिँ ट्राई गर्नलाई आँटेको अब हेरौँ कस्तो बन्छ के बन्छ सक्सेसफुल हुन्छ कि हुँदैन वी विल ट्राई अनि म तपाईहरुलाई पनि देखाउँछु मैले कसरी के गरी बनाउँछु भनेर हेरिरहनु होला है त हामीलाई चाहिँ के सामान चाहिन्छ भनेर चाहिँ म भन्छु तपाईहरुलाई फर्स्टमा यो ब्रेड चाहिन्छ हैन यत्रो यो धेरै पनि चाहिँदैन थोरै भए पनि पुग्छ अनि त्यसपछि थोरै दुध चाहिन्छ थोरै मात्र त्यो ब्रेडलाई मुस्नलाई थोरै दुध भयो नि हुन्छ दुध चाहिन्छ नभए आफूले पानी हालेर मुसे पनि भयो डो बनाउने हो एउटा अनि त्यसपछि चिनी चाहिन्छ अनि इलायचीहरु लङ सुकमेलहरु जे छ आफूसँग त्यो फ्लेभरको लागि टेस्टको लागि हाल्ने हो त्यो चाहिन्छ अनि त्यसपछि अनि के चाहिन्छ त्यति हो त्यति चाहिन्छ त्यति त सबैको घरमा भइहाल्छ नि अनि त्यसपछि त्यस्तो नभन्न सोच्ने फुर्सदै हुँदैन नि हामी त डाइरेक्ट बनाउने हो कहाँ यस्तो सोच्ने फुर्सद भए त बा न ब्लगलाई रेडी हुँदै सिन भयो लिभ गार्ड ड्यास्लिङ छैन रे केही छैन भने लिभ गार्ड थियो कता पो हो अब लेट्स स्टार्ट है त हाम्रो ब्लग अलिअलि घरमा त यस्तो हाँसी मजाक बनिहाल्छ मैले चाहिँ सामानहरू रेडी बनाइसकेको छु ब्रेड अनि के अरे इलायची हो यसलाई के भन्छ जियो त्यही हो अनि त्यसपछि दुध छ अलिकति चिनी छ अब यो ब्रेडलाई र दुधलाई मिक्स गरेर चाहिँ हामीले यहाँ डो बनाउँछौँ अनि त्यसपछि म फेरि तपाईँलाई देखाउँछु फेरि कन्टिन्यू गर्छु भिडियो आज चाहिँ मलाई हेल्प गर्न चाहिँ मेरो सिस्टर आइछिन् कहाँबाट आइछौ तिमी कति किलोमिटर टाढाबाट आइछौ तिमी रसबरी खान लालमोहन खानलाई आइछिन् आज चाहिँ फ्रीमा मुफ्तमा खाना नत्र आउने मान्छे होइन लालच दिएर बोलाएको कति मेहनत गरेर सुरु गरौँ है त अब हामी चाहिँ यो ब्रेडको साइडको चाहिँ काट्नुपर्छ ब्रेड होइन नि ब्रेड भनेको साइडको काट्नुपर्छ काटिन्न त उही नाच्न यार भ्लग बनाएर काट्नुपर्छ यसरी काट्नुपर्छ काट्न नजाने पाल भयो यसरी काटिन्न यसलाई यसरी गर्नुपर्छ साथीहरु मैले यसरी काट्न त काटेँ यो चाहिँ नफाल्नु होला है फेरि आमाको तलबाट खाइन्छ हाम्रो डो चाहिँ यतिको भएको छ अब यसलाई मसिनो गोलो बनाउनु पर्छ अनि त्यसपछि तेलमा तार्ने हो पड्किन्छ भन्थ्यो यार फटफट पड्किन्छ भनेको थियो मलाई एकजनाले बनाउँदाखेरि यो यस्तो बनाउ उ गर्दाखेरि विचार गरेर बनाऊ है भन्नु भनेको थियो त्यतिखेर ठुलो भयो फुल्लिन्छ अरे कि ल है हाम्रो त्यस्तो चाहिँ अब यो रातो हुँदो फ्राई गर्नुपर्छ अहिले एकछिनमा देखाउँछौँ हामी हजुरहरूलाई यो चाहिँ यतिको रातो भएको छ सानो बनाउनुपर्छ तपाईँले अब यो चिनीमा भिजाएपछि अलिकति ठुलो हुन्छ फेरि यतिको बनाउनु अनि हाम्रो यो बनाउने मान्छे चाहिँ यहाँ चाहिँ ओभर एक्टिङको 500 रुपियाँ काट लाइक यतिको भएको चाहिँ भइसकेको छ अनि अझै रातो बनाउनु ग्यास सानो हो नि त त्यही भएर मिडियम फ्लेममा पकाउनुपर्छ घरमा अब चिनीको बनाउने यहाँ चिनीको अझै उ बनाउने छ चास्नी चिनीको चास्नी रेडी हुन लागिसकेको छ पाकिसकेको छ यहाँ अनि त्यहाँ चाहिँ चिनी मसाले छ अब चाहिँ पाक्न लागिसकेको छ म तपाईँहरूलाई देखाउँछु त यतिको रातो हुनुपर्छ है यतिको रातो भइसकेको छ अब यसलाई निकाल्दा हुन्छ निकालेपछि अनि त्यो चिनीको त्यो पानी सेलाएपछि हामीले चाहिँ त्यसमा हालेर अनि एकछिन डुबाएर राख्ने 1 घन्टा फ्रिजमा हालेर चाहिँ अनि बल्ल अनि
खानु मिल्छ बल्ल खानु मिल्छ त्यस्तै तातो त खाएर जिब्रो जल्ला त्यही भएर विचार गर्नु मन लाग्यो यो ब्रेडको छिल्काहरू चाहिँ नफाल्नु होला खान मिल्छ मैले चाहिँ यस्तो बिजोग बनाएर राखेको छु बिजोग बनाएर रेडी भइसकेको छु यो चिलबारी पाकिरहेछ अनि एकछिनमा चाहिँ त्यसलाई डुबाउनु पर्छ हाम्रो चाहिँ चास्नी रेडी भइसकेको छ अब यसलाई चाहिँ एकछिनमा डुबाउने त्यहाँ सेलाउँछ अनि बल्ल डुबाउन मिल्छ अब मिल्दैन फेरि यो तातोले जम्मै यो फुट्छ कि यो तातोले त्यही भएर एकछिन सेलाएपछि चाहिँ बल्ल डुबाउने हो एकछिन डुबाएर फ्रिजमा राखिदिने 1 घन्टा जति अनि त्यसपछि बल्ल खान मिल्छ पहिल्यै खान लाग्नु भयो भने जिब्रो पोल्ला त्यही भएर भयो बन्द गरिदियो बहिनी दिदी बन्द गरिदियो दिदीले बनाइदियो मलाई बनाउनलाई आफ्नो मैले नै हेल्प गरेको नि बहिनी हामीले चाहिँ अघि बनाएको चाहिँ यतिको खानु होला रस होइन के अरे लालमोहन लालमोहन हो यो चाहिँ सेम लालमोहनको टेस्ट होइन के अरे दुनोटको टेस्ट आउँछ चिनी चम्चमेर आएको जस्तो टेस्ट आउँछ दुनोट राउन्ड गोलो गोलो दुनोट ट्राई एट योर हाउस है भ्लग बनाउने कुनै वातावरण नै छैन कि हाम्रो घरमा ऊ यस्तो दिदी बहिनी परेपछि चाहिँ यतिको चाहिँ फरक पर्छ यतिको भयो भने चाहिँ भ्लग बनाउने वातावरण बन्छ नत्र बन्दैन ल दुनोट ए होइन यो त के अरे लालमोहन लालमोहन चाहिँ एकदमै खतरा मिठो भएको छ है तर टेस्ट चाहिँ दुनोटको आहा ठिकै चाहिँ केही छैन तपाईँहरूले घरमा बनाएर ट्राई गर्नुहोस् खानुहोस् कस्तो हुन्छ अनि आजको लागि मैले बनाएको नमिल्यो भने के थाहा होइन आजको लागि यति नै बाई बाई नेक्स्ट दुनोट जस्तै मिठो